हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो अर्को न्यू भिडियोमा। अनि हजुरहरुलाई म चाहिँ आज हाम्रो देवीथान देखाउन गइरहेको छु। यो चाहिँ हाम्रो देवीथान हो। अनि अब यहाँ चाहिँ भोलि पूजा गरिन्छ। अनि हामी चाहिँ आज हाम्रो देवीथान सफा गर्नलाई दुईजना आएको छौं। अब हामी दुईजना भएर यसलाई चाहिँ क्लिन हान्ने हो। हेर्दै जानु होला। राख्ने ठाउँ हुँदैन। देखो न गाइस भयो। यतिको हुँदैछ साथीहरु, अझै बाँकी छ हाम्रो। यो सबै क्लिन गर्छौँ है हामी, क्लिन भरे त्यो वरिपरि कति राम्रो देखिन्छ दादी भन्ने एकैछिनमा। जे जस्तो हामी सुगा सफा र हामी चाहिँ हाम्रो देवीथान सफा गर्दैछौँ, देख्न सक्नुहुन्छ। काँधमा खरा नलाउनु अरे नसकिकन सकिन लाग्यो। अब थोरै थोरै लास्ट स्टेजमा आइपुगेको छौँ हामी। अब थोरै बाँकी छ, यति बाँकी छ, त्यहाँदेखि चाहिँ क्लियर होता है। हेलो करो न। हामी चाहिँ दुईजना मिली काम गर्दैछौँ। हामी चाहिँ जेमा पनि मिली दुईजनै काम गर्छौँ है। हाम्रो पति चाहिँ काम गरेकै हुनुहुन्छ। मैं त थक गई, तर मेरो बुढा थाक्नु भएको छैन। उहाँ चाहिँ धमाधम काम गरिरहेको हुनुहुन्छ। म चाहिँ थाकेँ साथीहरु। बाख्रा हेरेर आएको नि त म खेदाएर नि। हुई हुई। हाम्रो चाहिँ देवीथान कम्प्लिट भइसकेको छ। यस्तो भएको छ सफा गर्दाखेरि हाम्रो देवीथान हेर्न सक्नुहुन्छ वरिपरि घुमेर। अब यसलाई लिप्न बाँकी छ साथीहरु। हामी चाहिँ यो मात्रै काम होइन है, हामी चाहिँ यो मात्रै काम गर्दैछौँ। हामी चाहिँ हाम्रो बाख्रा पनि चराउँदै थियौँ।
बाख्रा चाहिँ हाम्रो कहाँ छ भन्नुहुन्छ भने उता छ, यहाँ देख्न सक्नुहुन्छ बाख्रा। अब यो बाख्राहरूलाई पनि हेर्दै हामीले चाहिँ देवीथान सफा गऱ्यौँ। अब यिनीहरूलाई चाहिँ बाँधिदिनु पर्ने हुन्छ, ठोकिदिनु पर्ने हुन्छ। अगाएछ बाख्रा कति कति भुँडी ठुलो भयो।